आज बजी झुक्राएर बस्नु भएको थियो अनि एकछिन नजिक गएर सोधेको त बजी के भयो भनेको त हात खुट्टा दुख्यो भनेर भन्दै हुनु। त्यसपछि मैले के न के गर्नुपर्छ भनेर बजार। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आयो सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। साथीहरू के गर्ने, आज बजीको अवस्था यस्तो छ भने साथीहरू कहाँदेखि मेरो भिडियो हेरिदिनुहुन्छ, साथ सपोर्ट माया गरिदिनु। यता भने बजी चाहिँ फेरि झुक्राएर बस्नु भएको थियो। बजीले देख्दा एकदमै आफूलाई पनि नराम्रो फिल भइरहेको थियो। अनि त्यसपछि म बजीलाई बजारतिर गएँ, बजीलाई केही भिटामिन र केही जुस ल्याइदिन्छु भनेर गएको थिएँ। उता कोरियाबाट भाइले केही पैसा पठाइदिएको थियो, बजीलाई यस्तो यस्तो ल्याइदिनु भने। फलफुलहरू के रहेको थियो घरमा, अनि त्यसपछि मैले बाँकी कुराहरू ल्याइदिएँ, नभएको कुराहरू भिटामिन र फलफुल जुस ल्याइदिएँ मैले। त्यसपछि मैले बजीलाई भनिरहेको थिएँ, बजी नातिनु सन्चै हुन्छ, तपाईँ काम नगर्नु। के गर्नु साथीहरू, काम नगर्नु भनेको त झन् काम गर्नुहुन्छ हाम्रो बजी होइन। तपाईँले देख्नुभयो होला, सुन्नुभयो होला, यतिकै भिडियो बनाउँछु भने बजी काम नगर्नुहोस्। के को लागि काम गर्नुहुन्छ तपाईँ भनेर कोही छन् घरमा, त्यही पनि काम गर्नुहुन्छ क्या। सो गाइज, मैले बजीलाई सम्झाइसकेँ, बजी काम नगर्नुहोस्, काम गर्दाखेरि हात खुट्टा दुख्छ भनेर सम्झाइसकेँ होइन। भिडियो राम्रो लागेन लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। अहिलेलाई बाई बाई।